नमस्कार साथीहरू, आज मैले यस्तो दुईवटा रोग निको पार्ने औषधि जडीबुटी लिएर आएको छु। त्यो एउटा रोग चाहिँ सबै मान्छेको घर घरमा हुने रोग हो। घरको एकजनालाई चाहिँ यो भएकै हुन्छ। मैले अहिले पछि भन्दैछु त्यो रोगलाई चाहिँ निको पार्ने जडीबुटी यो लहरा हो। तपाईँले चिनिसक्नुभयो होला। यो चाहिँ के को लहरा हो तपाईँले चिन्नुभयो कि चिन्नुभएको छैन। मैले नजिकबाट देखाउँदैछु। यस्तो काँडा काँडा परेको लहरा हुन्छ। यो चाहिँ एकदमै लामो लहरा हुन्छ। यति लामो हुन्छ कि मैले तपाईँलाई देखाउनको लागि यो चाहिँ औषधि बनाउनको लागि पनि काटेर लिएर आएको। एकजनाले माग्नु भएको थियो, त्यही भएर जङ्गलमा पाउने चिज हो। यो चाहिँ गुर्जो र गुर्जोको लहराले हाम्रो सुगर बढेको, तपाईँले यदि इन्सुलिनको सुई पनि हान्नु नपर्ने त्यस्तो हुन्छ। यदि तपाईँले हामीले भिडियोमा भनेअनुसार राम्रोसँग यसलाई प्रयोग गर्न सक्नुभयो भने, विधि बनाएर हामीले विधि सिकाउनेछौँ, त्यो विधि अनुसार तपाईँले बनाएर खान सक्नुभयो भने सुगर र अनि यो चाहिँ पहेँले रोग, मधुमेह र पहेँले रोग, जेन्डिस रोग है। सुगर रोग भएकोले यसलाई कसरी खाने भन्दाखेरि यसको लहरा हुन्छ, हामीले खान पनि सक्छौँ। यो तितो र हल्का गुलियो खाले है, मिक्स हुन्छ। यो धेरै तितो हल्का, पहिला तितो जस्तो लाग्छ, पछि फेरि गुलियो बनाउँदै जान्छ, त्यस्तो खालको हुन्छ यो। र यसलाई चाहिँ तपाईँले काटेर यसको टुक्रा टुक्रा काट्ने, त्यसपछि यो चाहिँ पानीमा भिजाउने। बेलुका पख तपाईँले पानीमा भिजाएर राख्नुभयो भने हल्का पहेँलो पहेँलो पानी चेन्ज हुन्छ, कलर हुन्छ यसको चाहिँ पहेँलो, यसको चाहिँ रस पहेँलो निस्किन्छ। पछि बिहान उठेर त्यसलाई चाहिँ तपाईँले लगभग एक सानो कप, चिया खाने कपको एक कप चाहिँ त्यसको पानी चाहिँ एकचोटिमा खाने गर्नुहोस् खाली पेटमा बिहान उठेर। र तपाईँहरू मधुमेहको बिरामीले चाहिँ त्यसरी खानु होला, सुगरको बिरामीले। र पहेँले रोग जन्डिस भएकोले चाहिँ के गर्नु, त्यही किसिमले यसलाई काटेर पानीमा भिजाउनुहोस्। बिहान पख मिश्रीमा हालेर, मिश्री अथवा उखुको जुस अथवा मेवाको जुसमा मिसाएर जन्डिस भएकोले चाहिँ यो खान सक्नुहुनेछ तपाईँले। जन्डिस पनि यसले निको पार्छ। सुगर रोगीको लागि चाहिँ इन्सुलिन्सको मैले भनिसकेँ तपाईँलाई, इन्सुलिन सुई हान्नु पर्ने भएको छ। सुगर 300-400 छ भने पनि तपाईँले लगातार 1 महिनासम्म यो गुर्जाको लहरा काटेर भिजाएर बिहान बिहान त्यसको पानी पिउने गर्नुहोस्। तपाईँको सुगर ठिक ठाउँमा ल्याउने काम चाहिँ यो गुर्जोले गर्छ। भिडियो एकदम महत्त्वपूर्ण छ, सेयर गरौँ। तपाईँलाई गुर्जोको लहरा चाहिएदेखि हामीलाई कमेन्टमा आफ्नो नाम ठेगाना छोडौँ, हामीले तपाईँलाई उपलब्ध गराउँछ। यो पनि हामीले पठाउनको लागि नै हामीले यसरी भिडियोमा बनाइदिउँ भनेर बनाएको, तपाईँलाई एकदम फाइदा दिने। र हामीले यसको पानी दैनिक, हामी मधुमेह नभएको, हाम्रो कुनै रोग नभएको मान्छेले खाँदा पनि यो चाहिँ रोग नलाग्ने यो एउटा सञ्जीवनी बुटी, सञ्जीवनीको लहरो चाहिँ बुटी सञ्जीवनी नै भने बराबरै माने हुन्छ। यो गुर्जोको यति धेरै फाइदा छ, तपाईँ हामीले वर्णन गरेर नसकिने फाइदा छ। र आयुर्वेदमा पनि यसको विशेष महत्त्व रहेको छ र विज्ञानले पनि पुष्टि गरिसकेको हो यो गुर्जो। तपाईँहरूले एकचोटि ट्राई गर्नुहोला। धन्यवाद।